अहिले सडकमा सवारी दुर्घटना नभएको सायदै होला, तर कुनै कुनै यस्ता दुर्घटना देखिन्छ जसले मुटु नै चस्स बनाउँछ। यस्ता दुर्घटना हेर्न र सुन्न कहाली लाग्छ। ललितपुरको 7 दुबाटो हात्तीवन ओह्रालोमा यस्तै कहाली लाग्दो दुर्घटना भएको छ। बिजुलीको पोल नै भाँचिएर सडकमा आइपुग्यो। कुनै मानवीय क्षति त भएन, तर 3 जना घाइते भए। 1 जनाको अवस्था गम्भीर छ। आइतबार राति भएको यो दुर्घटनाले हाम्रो सडक सुरक्षा र पूर्वाधारको अवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ। बा 15 च 7652 नम्बरको कार तीव्र गतिमा अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्कियो। यो ठक्कर यति भयानक थियो कि 11000 भोल्टको करेन्ट प्रवाह हुने पोल नै भाँचिएर सडकको बीचमा आइपुग्यो। दुर्घटनामा म्याग्दीका अमरध्वज पौडेल, ललितपुर गोदावरीका विशाल विक र मोसेफ लामिछाने घाइते भए। विशालको अवस्था गम्भीर छ।